सम्पूर्ण सञ्जीवनी परिवारको तर्फबाट हार्दिक स्वागत जनाउन चाहन्छु र आसन ग्रहण गरिदिने निवेदन गर्दछु। र यसै गरी आजको यस मञ्चमा हामी निम्ताउन चाहन्छौँ हाम्रा वरिष्ठ नाट्यकर्मी जसले हाम्रो भारतीय नेपाली सिने अनि नाट्य क्षेत्रमा अहम योगदान पुर्याउँदै आइरहनु भएको छ। आदरणीय महेन्द्र नारायण प्रधानज्यूलाई आसन ग्रहण गरिदिन हुन हार्दिक निवेदन गर्दछु। कमला लेप्चा दिदीलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै आजको यस कार्यक्रममा गृह सम्मानको कार्यक्रममा हामीले हिमालय दर्पणदेखि काम गर्दै सँगसँगै काम गर्दै आएको अनि आदरणीय हाम्रो मनोज एकलकाटे दादा यहाँ हामीले उहाँलाई देख्न पाउँदा धेरै धेरै हर्ष लागेको छ। अनि उहाँको विषयमा चाहिँ अब हामीले भन्नुपर्दा धेरै नै कम हुन्छ, सायद उहाँ एक सफल उद्घोषक हुनुहुन्छ। यसको साथसाथै उहाँले विभिन्न नाट्य क्षेत्रमा पनि उहाँले काम गरिसक्नु भएको छ। विशेष गरी उहाँले चाहिँ हास्य क्षेत्रमा उहाँले धेरै प्रसिद्धि कमाउनु भएको छ र उहाँले पनि जीवनसँग धेरै सङ्घर्ष गर्नुभयो र आज आएर उहाँ एकदम सफल हुनुभएको छ। यहाँले जित्नु भएको छ र आजको यस मञ्चमा हामीले यहाँलाई पनि देख्दा भाउजू र दादालाई पनि हामीले देख्न पाउँदा धेरै खुसी लागेको छ। अनि हाम्रो समाजका एक वरिष्ठ स्रष्टा पनि हुनुहुन्छ मनोज एकलकाटे दादा र यहाँलाई केही क्षणको निम्ति यहाँ आइदिने निवेदन गर्दछु र हाम्रा दार्जिलिङका एक वरिष्ठ सङ्गीतकार आदरणीय दर्शन गम्भीर दादालाई यहाँलाई श्रद्धा अर्पण गरिदिँदा हुन हार्दिक निवेदन गर्दछु र यहाँ दादालाई पनि हामी हार्दिक र उहाँ एक पत्रकार पनि हुनुहुन्छ। हामीले हिमालय दर्पणमा सँगसँगै काम गरेको एउटै हाउसमा बसेर र दादालाई धेरै धेरै स्वागत र दिदीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र सञ्जीवनी परिवारले विगत ऐतिहासिक सम्बर्धना कार्यक्रममा उपस्थित मञ्चमा आसीन सभापति महोदयज्यू, रामलाल अधिकारी समाजका अध्यक्ष महोदय, साथै आज समर्पित व्यक्तित्व आदरणीय महेन्द्र प्रधानज्यू, साथै उपस्थित हुनुभएका सम्पूर्णमा म कमला लेप्चा हार्दिक अभिवादन साथै न्यानो स्वागत जनाउँदछु। विशेष गरी अहिले भन्नुपर्दा मभन्दा अघि दिदी मेनका प्रधानले तपाईँलाई भनिसक्नुभयो, सञ्जीवनी नाट्य सङ्गीत अनि नृत्य समूह के हो त? यो एउटा हाम्रो सानो 9 जनाको एउटा समूह हो जसमा हामीले यसरी नै बसेर सरसल्लाह गऱ्यौँ। सर्वप्रथम यस सञ्जीवनीलाई सुरु गर्नुपर्छ भन्ने मुख्य इच्छा यहाँ हाम्रो रिज बराइदिएको हो र उहाँले यसरी राख्नुभयो हामीलाई। हामी समस्यालाई हामी पनि सबैजना साथीमा गर्नुपर्छ, यो त गर्नुपर्छ, किनभने हाम्रो समाजमा कति योगदान दिएर हाम्रा कलाकारहरू जो नृत्यमा समाजलाई धेरै योगदान दिएको छ, गीतमा दिएको छ, नाट्य विधामा दिएको छ, सिनेमा विधामा योगदान दिएको छ। यस्ताहरू कतिजना ओजनमा परेर बसेका छन्, कतिजना आफ्नो सम्मानित हुन पाउँदा तर पनि उहाँहरू सम्मान हुने जग्गामा उहाँको अस्वस्थताले गर्दा जान सक्दैनन्। त्यस उनीहरूलाई किन चाहिँ हामी उहाँहरूको घरमै गएर सम्मान नदिने त? त्यो कार्य गर्नु भन्ने हामीले सरसल्लाह गऱ्यौँ र हामीले एउटा गृह सम्मान भन्ने एउटा यो कार्यक्रम आयोजन गऱ्यौँ र हामीले
घर घरमा गएर यसरी हामीले सम्मान गर्दै आएका छौँ र हामीले धेरैजनालाई गऱ्यौँ। धेरैजनालाई अहिले म पछिबाट तपाईँहरूलाई यहाँ नाम पढेर सुनाउनेछु, उहाँको योगदान अनि उहाँको नाम पनि भन्नेछु। र विशेष के हो भने मान्छेले अब गरेको योगदान, मान्छेले कति समाजमा गरेको योगदानको कदर नहुँदा त आफूलाई पनि कता कता दुखेको जस्तो त अनुभव हुन्छ नै, त्यो स्वाभाविक नै हो, हामी मानिस हौँ। तर यसरी कदर गर्दा चाहिँ हामीले अलिकति भए पनि उहाँको योगदानको मूल्याङ्कन गऱ्यौँ कि भन्ने हामीले सोच्छौँ, बेला बेलामा गर्दैछौँ कि भनेर सोच्छौँ। र हामी यहाँ 9 जनाको टोली छौँ। 9 जनाको टोलीमा हामी सबैजना यसरी भेला भएर यी सरसल्लाह गरेर गर्ने गर्छौँ। अनि पूर्ण रेस्पेक्ट राम्रो ठटा सरले पनि हामीलाई तिमीहरू त कति राम्रो 9 जनाको टोली रहेछौ, तिमीहरू त 9 रत्न हौ भनेर हामीलाई उहाँले भन्नु पनि भयो। र यी हामी 9 जना टोली यसरी हेर्दै सम्मान जनाउने कार्यक्रम गर्छौँ। र आजसम्म हामीले योगदान दिएकाहरू को रहेछ त भन्दाखेरि तपाईँले सुन्दै भएको साइनो फिल्ममा पनि उहाँले आफ्नो अभिनय देखाइसक्नु भएको, अनि सुनकौठीमा ग्वालीको भूमिका गर्नुहुने दिदी विमला सुब्बा दिदी, जसको योगदान नाट्य अनि सिनेमा क्षेत्रमा धेरै छ। उहाँले चाहिँ कलाकारहरू छौँ। कार्यक्रम गर्नु ठुलो हलमा हामीलाई इच्छा त लाग्छ, तरै पनि हल बुक गर्नु पर्यो, साउन्ड लाइटको पैसा दिनु पर्यो, अनि फेरि सबभन्दा ठुलो अडियन्स जम्मा गर्नु पर्यो। अनि यो सबैदेखि चाहिँ हामीले पर सरेर जो चाहिँ अशक्त छन्, जो आफ्नो योगदान दिएर पनि ओझेलमा परेका छन्, उहाँहरूलाई हामीले यसरी सम्मान गर्छौँ भनेर अघि नै भनिसकेका छौँ। र आज मलाई पनि खुसी लागेको छ मनोज एकलकाटे भाइलाई यहाँ देख्दाखेरि, किनभने उहाँ धेरै बिसन्चो हुनुभयो भनेर हामीले सुनिरहेका थियौँ। तर आज यतिको स्वस्थ देख्दा हामी अति नै खुसी लागेको छ। हामी सबैलाई, मलाई मात्र होइन, हाम्रो सबै टोलीलाई, सञ्जीवनीको टोलीलाई र भाइलाई त्यतिको स्वस्थ बन्यो, बस्नुहोस् भन्ने कामना पनि गर्दछौँ हामी। र अब म आजका सम्मानित व्यक्तित्व महेन्द्र प्रधानको यो अभिनन्दन पत्र प्रथम गरेर सुनाइरहेकी छु। उहाँले गरेका कामहरू अति खुसी भएका थियौँ त्यसमा। तर त्यसको केही दिन पश्चातै उहाँको मृत्यु भयो। अनि त्यसपछि हामीले मल्लिका छेत्री, उहाँलाई नचिन्ने त को होला सङ्गीत आकाशमा, उहाँलाई पनि हामीले, उहाँ पनि चिकित्सा हुनुहुन्छ, उहाँलाई पनि हामीले घरमा गएर उहाँको वासस्थानमा गएर हामीले सम्मान गऱ्यौँ। उसरी नै अर्जुन प्रसाद, तपाईँले चिनाउनु हुन्छ, अर्जुन प्रसाद पी अर्जुन, उहाँलाई पनि हामीले, उहाँको एउटा धेरै छ यहाँबाट भनेर भनि सक्दैनौँ। र उहाँलाई पनि हामीले वासस्थानमै गएर उहाँ त यति साह्रो उहाँ बिरामी हुँदाहुँदै पनि हामी सँगसँगै गीत गाएर, यहाँ भाइले हर्मनी बजाउनु भयो, यहाँ वीर कुमार भाइले तबला बजाउनु भयो, अनि उहाँ हामी सँगसँगै गीत गाएर कति रमाउनु भएको थियो। तर उहाँ पनि आज हामी माझ हुनुहुन्न। उसरी नै विश्वमणि हिममा जितेको भूमिका, जसले प्रायः विश्वमणि भनेर चिनेर कतिजना त उहाँलाई जिते नै भन्ने। आजको विशेष गृहसभाको कार्यक्रम भन्दा भन्दा हामी एउटा सानो सामाजिक राजमार्ग अधिकारी समिति भवनमा छौँ र पनि यहाँ धेरै सदस्यहरू हुँदो रहेछ। अझै बेसी भइदिएको भए अझ सुन्थ्यो र पनि केही छैन। विशेष दाजु विषय बोल्दाखेरि चाहिँ हामी झन्डै माथि तर एउटा जस्तो हो। दाजुको सबैभन्दा नाट्य क्षेत्रको त्यही बाहेक कुराहरू हुन्छ, त्यो चाहिँ उहाँको स्वभाव सधैँ शान्त, फुल सबैले हेर्नु सक्नुहुन्थ्यो, एकदमै राम्रो। अनि साईरत्न स्कुलको एउटा खम्बा उहाँ पनि छोपेर सर थियो भने उहाँ पनि साईरत्न स्कुलको यो जुन माथि भन्छ माथि चढ्यो त्यसमा उहाँको ठुलो हात छ साईरत्न स्कुलमा। अनि जुन चाहिँ यो उहाँ नाटक मात्र सामाजिक पनि हुनुहुन्छ, सबैतिर एकदम नानीहरूबारीदेखि लिएर सोसियल, एकदम भेरी सोसियल व्यक्ति, सामाजिक व्यक्ति हुनुहुन्छ। अनि उहाँसँग 3 जना व्यक्ति हुनुहुन्छ, उहाँ धीरेन छ, सुमन छ, 3 जना एकदमै सिधा,
तिनैजना व्यक्ति सिधा देखियो चाहिँ दिव्य दर्शनदेखि चाहिँ मैले उहाँलाई पहिलो मुसलमानले जगाउने काम सञ्जीवनीले गरिसक्यो तपाईँहरूले जगाउँदै हुनुहुँदो रहेछ अनि 9वटा ग्रह हुन्छ नि 9वटा ग्रहले नै धरतीलाई शासन गरेको छ तपाईँहरू 9वटा ग्रहले नै धेरै काम गर्नुहुँदैछ एकदमै खुसी लाग्यो है र यसै चाहिँ म 3 प्रयोग गर्छु तर अहिले म अफिसबाट सुरुवात भएर यता सिलगढी आएर बसेको छु 34-40 वर्ष हुन आएको र त्यो क्षणहरू अझै पनि मेरो आँखामा र मेरो मन मस्तिष्कमा छ तपाईँहरू जति पनि दार्जिलिङबाट सञ्जीवनी टुरी आउनुभयो र म हृदयदेखि नै एकदम आभार प्रकट गर्न चाहन्छु त्यो क्षणहरू अझै पनि मेरो मेमोरीमा छ 1974 मा कर्मन जयन्तीको बिहान दावा दिदी भन्यो मैले सहरभित्र के को हल्ला यस्तै थुप्रै गीत र दुर्गा खरेल कुमार सुब्बा हामीले बस्नुमा हेऱ्यौँ त्यस्तो त्यस्तो आफ्नो तिनीहरूकोहरू चाहिँ दार्जिलिङ भनेपछि साह्रै लोभी क्या प्रत्येक ब्यान्डहरू बोलाउँथ्यो है र त्यसरी हेर्दाखेरि मलाई रेकर्ड पनि त्यतिकै एलपी रेकर्ड आजको जस्तो होइन कति हजार बार सुनेको हजार बार त्यो गीतहरू आज पनि आफ्नो मेरो हृदयमा छ त्यसै गरी हाम्रो बेजीज्यू भने मैले माफी चाहन्छु उहाँको पनि नायकले सङ्गीत विकसित त्योभन्दा अगाडि जसैजुन सरको गीतहरू भयो यो काफी सुनेको त्यसो भरमा हाम्रो यहाँ जनरल सरको भैँसी शिक्षा प्राप्त गरेर आउनुभएको जति पनि हाम्रो गुरुआमाहरू र हाम्रो आजको आदि कवि भानुभक्तजीबाट आचार्यलाई सम्झिँदै नयाँ सालको हार्दिक तपाईँहरूलाई स्वागत छ हार्दिक तपाईँहरूलाई शुभकामना र आज हामीलाई यस्तो प्रकारको प्रोग्राम छ भन्ने त्यति साह्रो थिए पनि उहाँले भन्नु भएको थिएन र तपाईँहरू हाम्रो श्री महेन्द्र प्रधानलाई यस्तो सम्मान दिनुको लागि यत्रो पहाडबाट आफ्नो संस्कृतिलाई बचाउनको लागि आफ्नो संस्कृतिलाई तपाईँहरूले भुल्नु हुँदैन रहेछ संस्कृतिलाई बचाउनको लागि यत्रो कति टाढोबाट आएर उहाँलाई सम्मान दिनुभयो यसको लागि म तपाईँहरूलाई बहुत बहुत धेरै धेरै धन्यवाद दिन्छु यसरी नै तपाईँहरूले आफ्नो संस्कृतिलाई हामीले आउने पिँढीहरूलाई फलो गरोस् उनीहरूले रक्षा गरोस् भन्ने म आशा राख्दै तपाईँहरूलाई हमेसा यही सुख शान्ति सबैसँग राखोस् तपाईँहरूलाई र गुरुआमाहरूले जति उहाँलाई सम्मान दिनु टाढोबाट आउनुभयो यसको लागि बहुत बहुत धन्यवाद र आज हाम्रो यहाँ मैले म चाहिँ यहाँ रामलाल अधिकारीको प्रेसिडेन्ट डियर गुरुङ मेरो शुभ नाम र हाम्रो सेक्रेटरी हाम्रो श्री सम्पन राई हुनुहुन्छ उहाँ हाम्रो कल्चर सेक्रेटरी हाम्रो किरण किमेली हुनुहुन्छ उहाँ सल्लाहकार हाम्रो हुनुहुन्छ उहाँ राजेन शर्मा र अहिले तपाईँहरूलाई अलिकति मात्रै परिचय दिएको है र आजको सभालाई यति भन्दै यहीँ समाप्त गर्दैछु धन्यवाद हो हामीले परालको आगो हेर्छौँ नि परालको आगोमा नाच्नु हुने यहाँ कलाकारलाई हजुर बिहाको बेलामा जो तपाईँले नाचेको देख्नुहुन्छ नि उहाँलाई आज म साक्षात् सिलगढीमा आउनु भएको रहेछ मैले यहाँ भेटेँ खुसी लाग्यो हेर्नुहोस् है त्यति बेलाको नाचेको तरुणी तन्दुरीमा है अहिले हेर्नुहोस् कति वर्ष पुग्नु अहिले 72 त्यत्रो है पनि भएको छैन अनि मेरो नाम चाहिँ मरियम मित लेप्चा मरियम लेप्चा है हजुर चाहिँ मरियम मित लेप्चा बहुत खुसी लाग्यो तपाईँलाई धन्यवाद है हुन्छ त्यही त म आफैलाई सौभाग्य सम्झिन्छु कि किनभने मैले सधैँ सोचिरहन्थेँ कि तपाईँको को होला नाच्नेहरू भनेर तपाईँलाई साक्षात् भेट्नु पाउँदा फेरि बहुत खुसी लाग्यो धन्यवाद यहाँ चाहिँ हाम्रो के अरे बाँच्न चाहनेहरूमा जो एउटा सिन छ नि के अरे रोलरले बाटो बनाउँदै गरेको त्यसको अगाडि नाच्ने चाहिँ यहाँ बहिनी रहेछ यहाँ बहिनी के नाम भन्नुभयो शान्ता गुरुङ यहाँ हुनुहुँदो रहेछ हो उहाँलाई पनि भेटेर साक्षात् भेटेर बहुत खुसी लाग्यो
तपाईँले हेर्नुहोस् है हाम्रो दार्जिलिङको कलाकारहरू यस्तो छ है। अनि आज उहाँहरू के अरे सम्मान समारोहमा यहाँ सम्मान दिनको लागि आउनुभएको रहेछ सिलगढी। त्यसको अवसर पारेर चाहिँ मैले यहाँहरूलाई भेट्ने मौका पाएँ। धेरै धेरै धन्यवाद तपाईँलाई। थ्याङ्क यू भेरी मच।